हेलो सबैजनालाई नमस्ते। म चाहिँ सबिन सिंह है। हामी चाहिँ क्यानाडामा हुँदा 2024मा म र प्रतीक्षा चाहिँ नायग्रा फलमा चाहिँ घुम्न गएको थियौँ हामी क्यानाडा साइडदेखि होइन। आज आउनुहोस् आज तपाईँहरूलाई हामी क्यानाडा घुमाउनेछौँ। क्यानाडा र अमेरिकाको बोर्डरमा जुन नायग्रा फल्स पर्छ त्यो चाहिँ मजाले देखाउनेछौँ होइन। यसमा चाहिँ रेकर्ड गर्दाखेरि चाहिँ साउन्ड नआएको कारणले गर्दाखेरि चाहिँ यो मैले साउन्ड ओभर गरेको हो है। अनि तपाईँहरूलाई एकदमै नायग्रा फलको रमणीय दृश्यहरू होइन, त्यहाँ बोटिङ गरेको सबै कुराहरू चाहिँ मैले एकदमै स्पष्ट रूपमा तपाईँहरूलाई देखाउने छु। र नायग्रा फलदेखि वरिपरिको जुन त्यहाँको बगैँचा यताउता पनि सबै देखाउने छु। आउन सुरु गरौँ। राजाहरूको क्यासिनो रहेछ त्यहाँ। यो के हो? चुच्ची बिल्डिङ। बा हेलिकप्टर कहाँ? ए यो हो नायग्रा फल। ल ए ट्याक्क बाफ आइरहेछ पुरै क्या। फेरि यो बाफ होइन, यो चाहिँ खाना पकाएको हो क्या रेस्टुरेन्टबाट। यो चाहिँ बाफ हो। ल है यो चाहिँ हाम्रो नायग्राको चुच्चे पारी। खै यता त नाटक गरेको। सो नायग्रामा हामी आइसकेको छौँ है। अब म ठ्याक्कै नायग्रामा छु। मान्छेहरू यहाँ चहल पहल देखिन्छ। प्लस त्यो जुम गरेर मिलाउँदो रहेछ अगाडि फ्रन्ट कोले होइन। सो त्यहाँ नायग्रा त्यो फल हो। सट्ट रमाइलो छ यहाँ वरिपरि। म यहाँ पनि यता तन्दार अवस्थामा हामी बोटिङको टिकट काट्न जाँदैछौँ। यहाँबाट फ्रीको देखिन्छ है गाइज। यो पुरै के आमा यता चाहिँ पुरा चौरदारी जस्तो रहेछ। यो त उता चाहिँ अमेरिका हो। प्लस यो चाहिँ कस्तो जुम हो, मरिँदैन त यस्तोमा गयो भने। सो हामी चाहिँ अब नायग्रा आइसक्यौँ होइन। यो चाहिँ उतापट्टि चाहिँ अमेरिका हो। मान्छेहरू पुरै क्या तम छन् पुरै आमा। ल यो चाहिँ नायग्रा भयो। त्यो बोटिङहरू गरी त्यस्तै गर्छन् बोटिङहरू होइन। उतापट्टिको त्यो अमेरिकाको बोर्ड हो सायद। अनि यतापट्टिको जुन छ यो चाहिँ नेपाली हो कि के हो। यो झरना उतापट्टि अमेरिकाबाट बगिरहेछ है। त्यो अमेरिकाको घरहरू यही हो। यस्तोहरू अमेरिका। यो अमेरिका मेन त त्यहाँ पो छ त। यस्तै राम्रो केटी हो त्यहाँ छ होइन। त्यो चाहिँ यो तर्दिन के हो, भेरीगाड जस्तै छ त हो, भेरी खोला जस्तै। म गयो भने त तरिहाल्छु होला यार सायद यो। ल अमेरिकन मान्छेहरू सपनाको देश है गाइजहरूको सपनाको देश। पुरै बाफ उठ्दो रहेछ यार। ल यो खोला हेरौँ त है। लास्टै क्या पुरै यो चाहिँ बवाल देख्दो रहेछ। यो घामले चाहिँ देख्दो रहेछ। आमामा त्यहाँसम्म जाँदो रहेछ। ल त्यो बिचैसम्म यार। ल है यो चाहिँ अमेरिकन बोर्ड अनि यो चाहिँ क्यानाडा सायद। ल कहाँ लग्न लाग्यो हौ यसले। यो चाहिँ टिकट यसरी काट्दो रहेछ है। टिकट काट्ने ठाउँ यो हो। बोर्ड टिकट र सेल पनि हुन्छ है। त्यहाँ सेल टिकट पनि हुन्छ। मजाले आफै काट्न पनि सक्यो। प्लस यहाँ काट हुन्छ नआउँदा। उता भयो उता अमेरिका, उता हामी काट्दैछौँ टिकट। यतिकै के हुनु यता गर। सो हामी चाहिँ अब टिकट हाम्रो यो बोर्डिङ लगेर चाहिँ अब हराउनु भएन है त्यो लागि होइन। यो यतातिर गरिरहेको छौँ। र यो हाम्रो नायग्रा हो। मान्छेहरू त्यहाँ तल छन्। अब त्यस्तो अब हामी गएर चाहिँ बोर्डिङमा बस्नु चाहिँ हाम्रो अर्डरको कति लाग्यो। ट्याक्स साइज गरेर 75 रुपियाँ चाहिँ परेको छ होइन। दुईवटा टिकट छ हामीसँग। बोट त्यहाँ तल छ। मान्छेहरू यसरी हिँडिरहेको छन् होइन। मलाई लाग्छ कि अहिले यो मनोकामना छ नि त नेपालको, त्यही बाटोतिर हिँडिरहेको छु जस्तो लागिरहेको छ। प्रत्येक कुराहरूमा हुन्छ नि नेपालको एकदमै फिल लगेर एकदमै सम्झिने तरिकाले मलाई केही लाग्दैन। सुरुङ जस्तै छ त। जाऊ त वाह। ओ पानी नै परिसक्यो क्या हो यार अब त यहाँ। सो यो चाहिँ हामी अब मुनि त्यो अब नाउ चर्नेतिर ढुङ्गा चर्नेतिर गइरहेको छौँ। ढुङ्गा चर्ने त त्यहाँ भयो है।
अमेरिका त्यहाँ भयो ल ट्र्याक्टर देख्न पाइयो यार के हो यस्तो ट्र्याक्टर अनि त्यो बाटो हुँदै सायद हामी यो जङ्गलको बाटो हुँदै कस्तो म्यानेज गरेको छ क्या यस्तो ठाउँलाई है अब के भन्ने पुरा यो कुस्माको त्यो भिड जस्तो पनि छ है ट्याक्क ल हामी खोलाको किनारमा डिलमा चाहिँ आइसक्यौँ होइन सो अब बोटिङ कताबाट हो यताबाट हो प्रतीक्षा पछि जो अगाडि लाग्छ त्यसले यो अचम्मको एउटा सिस्टम हुँदो रहेछ है प्रतीक्षा माथिबाट आइसकेपछि होइन हामी अब यहाँ बोटिङमा अब वेटिङमा चाहिँ बस्छौँ होइन सो अब यो फिजहरू क्या अनि फोटो खिच्यो क्या दुईजनाको होइन सबैको खिच्दो रहेछ यो टिकट दियो तर किन फोटो खिच्दो रहेछ कसैलाई थाहा छ भने कृपया यो कमेन्ट बक्समा लेखिदिनु होला है सबैले मलाई थाहा भएन खै किन फोटो खिचेको ल यो है हामी ट्याक्क तल आइसक्यो यो फिजै फिज के रिम्नामा हुन्छ नि फिज यस्तो रिम्नाको टक्क त्यो उतातिर आममा म खानेहरू पुरै बसिरहेको छ यिनीहरू गऱ्यो पुरा पुरा चिसो चिसो छ नि यो पुरै टिकेट 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 यो कता हो फोटोको अब हामीले यो के भन्छ यो ज्याकेट टाइपको लगाउनु भइरहेको छ सबैले लगाउँदो रहेछन् है ल मैले ट्याक्क यो पनि ज्याकेट पनि लगाइसकेँ ज्याकेट भन्ने कि के भएन खै यो रेनकोट जस्तो होइन रेनकोट पुरा हुन्छ नि सबै रातै छ नि क्या रातो पुरै त्यो नाउँमा अब चढ्न गइरहेको छौँ हामी रमाइलो पुरा पानीको है यहीँसम्म दिँदो रहेछ क्या यो पुरैकै यो पुरै यो सबैजना चढ्छ क्यानाडा है यो चाहिँ उतापट्टि अमेरिका जल्दी देखाएको छ डलर कस्तो सस्तो छ है उता लास्टै महँगो जानु म त गइदिउँ क्या हो पैसा पनि के अमेरिकाको उतापट्टि कोड यतापट्टि हाम्रो क्यानाडाको गाह्रो छ हौ पुरा सबै हुन्छ नि सो हामी चाहिँ अब जाँदैछौँ बिस्तारै किन अरूको टाइट टाइट जस्तो लाग्यो मेरो मात्रै खुल्ला हो क्या हो किनारमै आइसक्यौँ हो हामी ल यो सालहरू बाँकी चाहिँ हामी भित्र देखाउँछौँ सो म चाहिँ इन्ट्री हानिसकेँ अब है यो छत्तैमा चर्ने हो यहाँबाट हेर्ने मान्छेहरू लास धेरै क्या लास धेरै यस्तो बारहरूमा बसौँ न यहाँबाट देखिन्छ नि यतापट्टि बसौँ अहिले नि यसमा बसौँ न यता आइज न प्रति हो यस्तो डन्डा समातेर बसौँ क्या ए हिँडिसक्यो हेलो म्याम मान्छेहरू पनि सबैजना रातै काँडा भएर कस्तो पानी सरर आउने है हिँडिसक्यो क्या हो ट्रेन बुकिङ गर्छ त यार घुममै खोजेर उतापट्टि फाल्दै पनि हुन्थ्यो नि हामीले टिकट देखाइदिनु नि यो चाहिँ टिकट थियो यो चाहिँ जिप लाइनको क्या हो नि यो हामी चाहिँ त्यहाँदेखि टिकट काटेर डन्डा चाहिँ समाति राख्नुपर्छ त्यो यो ट्याक्कै पल्टेर गाह्रो हुन्छ नि त Welcome aboard Niagara City Cruises. May I have your attention, please? This is an important safety announcement. Life jackets is also clearly labeled in the storage lockers. Life rafts are located at the stern of the boat. In the event of an emergency, please remain calm. An alarm will sound and you will be directed by our crew members on how to proceed. If you require special care or assistance in emergency situations, please make yourself known. 360 हान्यो यहाँबाट घुमाउँदो रहेछ यार म त खै के हो यता बस्छु यार यहाँबाट अप्ठ्यारो भयो क्या पुरा घुमाउँदो रहेछ हौ यस्तरी के हो यो 360 हान्यो क्या पुरै घुमाउँदो रहेछ यहाँ भिडियो त म तिम्रो गराएको गराइछु हौ म यहाँ पुरै ल यो ट्याक्कै यही हो फेरि ल ब्याक टु आफ्नो औकातमा लाग्यो
थियो है गाइस खोला पनि पुरा एकदम खतरै गइछ यता चाहिँ खाना यता चाहिँ टक्क यो रुकुमको चौरदारीको टक्क तर्केर हुन्छ नि यो टक्कै त्यस्तै रहेछ Check to make sure you've got all your belongings and proceed to exit the vessel. Visit our mystery gift shop for those last minute items, or join us dockside at the Riverside Pioneer Bar and Grill and enjoy mackerel wines and craft beers and a selection of delicious entrees, snacks, and sweets. रमाइलो भयो एकछिन चाहिँ अब हाम्रो 75 रुपियाँ पनि प्लाट भयो टक्क रमाइलो भयो एकछिन मजाले त्यो गरियो कस्तो व्यवस्था हुन्छ व्हिल चेयरमा मजाले आनन्द हुन्छ कस्तो मजाले अब त्यति धेरै मान्छे भयो अब हामी कहाँ जान्छौँ प्रतीक्षा के खाना कुर्ता सुरुवाल लगाएर आउनु भएको छ आन्टी चाहिँ ढेलकुमारीहरू मात्रै भएर बिग्रिहाल्छ यो चाहिँ हाम्रो गेट यो गेटमा चाहिँ थ्याङ्क यू फर भिजिटिङ रेखा अनि फेरि अर्को टाइम आउनु होला प्लिज भिजिट अगेन भनेर लेखा रहन्छ नि यसमा नत्र नेपालमा त ट्याक्क देखिहाल्छ नि त के हो यो के हो नि यारमा दङ परेको कुन फिल्मको सुटिङ हो यो ओहो मान्छेहरू यहाँ काला पनि यहीँ छन् गोरा पनि यहीँ छन् यो भित्र अन्डरग्राउन्ड रहेछ फेरि यो पहाड भयो अन्डरग्राउन्डबाट भित्र जानुपर्ने यो फेरि के हो यो जिप लाइन हो कि के हो यो गाह्रो छ चाहिँ नाइग्रा फल चाहिँ हेरिकन होइन सबै हेरिकन म चाहिँ निस्किसकेको छु यहाँ अब चाहिँ महारानीको अब खाना नखाने त्यो त कस्तो मलाई नेपालमा हुन्छ नि एउटा कुनै ठाउँमा अब कर्णाली जस्तै होइन जस्तो कुनै ठाउँमा अब इलाम झापातिर गएको जस्तै लागिरहेछ क्या मलाई चाहिँ के ए बाक सानो बच्चा मैले बुझेँ क्या नगर अब त्यो खेल्नुपर्छ है त्यो पिन पहिला लपर्दाखेरि सँगै खेलिरहेको थियो नि फर्स्ट टाइम भेट्दाखेरि खेलेको थियो होइन हामीले अनि त्यसपछि रोडहरू यस्तै हो अब यसो अरू के देखाउने हो र यसो खाएको साको यताउता होइन